लेऊ न लेऊ शरण हे प्रभुजी, तिम्रो द्वारमा आए। लेऊ न लेऊ शरण हे प्रभुजी, तिम्रो द्वारमा आए। हृदय कमलमा ज्ञानको ज्योति बाली शरणमा आए। हृदय कमलमा ज्ञानको ज्योति बाली शरणमा आए। बोले श्री प्राणनाथ प्यारे की जय, सद्गुरु महाराज की जय। सुन्दर शाहजी राजी महाराजको एउटा खोजीमा राजी महाराजको चरणमा कसरी पुग्ने भनेर सद्गुरु निजानन्द स्वामी देवचन्द्र महाराजले एउटा सानैदेखि खोजीको क्रम जारी राख्नुभयो। संसारदेखि विरक्ति हुनुभयो अनि अब उहाँले माता पिताको माया ममतालाई पनि छोडेर कसरी हुन्छ यो झुटो संसारबाट चाहिँ अलगिन खोज्नुभयो। परमात्मासँग मिलन हुन कसरी हुन्छ भनेर, परमात्मा चिनाउने गुरु कसरी मिल्नुहुन्छ भनेर, गुरु बिना के हुँदो रहेछ। त्यसकारण फेरि एउटा भन्या छ, पहिला गुरु त माता पिता नै हो। संसारमा सबै कुरा चल्न सिकाउने, बोल्न सिकाउने, व्यवहार सिकाउने हरेक कुरा चाहिँ अब माता पिता नै पहिलो गुरु हुन्छ। फेरि त्यसै गरी अब गुरु त धेरै छन्। विद्या पढाउने पनि गुरु हुनुहुन्छ, कुल गुरु हुनुहुन्छ। अब विद्या गुरु, कुल गुरु, माता गुरु, पिता गुरु, यसरी विभिन्न काम व्यवहार सिकाउने गुरु हुँदै गएर तर त्यति गुरुले नपुग्ने। दत्तात्रेयले 24 गुरु थापेका कुरा आउँछन्। अनि हाम्रो चाहिँ नि संसारमा समाजमा के भन्ने चलन छ भन्दा, एउटा सानो दीक्षा मन्त्र प्राप्त गरे पनि मैले त गुरु थापेको छु, मलाई त पुग्यो भनेर हामी ढुक्क रहन्छौँ। त्यतिले पुग्दो रहेछ। गुरु त के भन्या छ महामती प्राणनाथजीले बाणीमा भन्दा, यिन उल्टी से उल्टाए के पिया प्रेम करे सुनमुख। यो उल्टो संसारमा उल्टो बुद्धि छ, उल्टै व्यवहार, उल्टै मन गति, सबै हाम्रो सबै उल्टामा लागेको एउटा हाम्रो व्यवहार बुद्धि विवेकलाई सुल्ट्याएर परमात्मापट्टि लगाइदिने गुरु चाहिन्छन्। हद बेहद सब समझावे, भाने मन के भरम। महामत कहे गुरु सोई कीजिए, जो अलख की देवे लख। इन उल्टी से उल्टाई के प्रेम पिया प्रेम करे सनमुख। त्यसकारण संसार के हो, जगत के हो, यो संसार 14 लोक, यो भन्दा पनि परको कुरा ज्ञान दिने, हद बेहद सब समझावे। यस्ता चाहिँ नि यो वैकुण्ठ के हो, गोलोक के हो, त्यो भन्दा नि अगाडि सबैले केवल अव्याकृत अक्षर समनको ज्ञान दिएर नि अझ नपुगेर अक्षरातीत परब्रह्म परमात्मालाई चिनाउने र त्यो अखण्ड दिव्य परमधाम हाम्रो घर हो भनेर चाहिँ सम्झाउन सक्ने गुरु चाहिन्छन्।
गुरु त संसारमा धेरै हुन्छन् भनेर महाप्रभु प्राणनाथजीले बाणीमा यही राख्नुभएको छ। उहाँका गुरु सद्गुरु निजानन्द स्वामीले त्यहाँको ज्ञान दिने गुरु कहाँ पाइएलान् भनेर यसरी यो आत्मालाई सद्गति दिने र साँचो साक्षात् परब्रह्म परमात्मा चिनाउने गुरु कसरी मिल्लान् भनेर खोजी गर्दै जाँदाखेरि अब नखोजिकन चाहिँ नि केही पनि मिल्दैन। हेर्नुहोस्, तिर्खा लाग्दैमा पानी पानी भन्दैमा पानी घरमा आइपुग्दैनन्। अनि पानीको खोजी आफैले गर्नु परे जसरी आत्मा तडपेको छ, आत्मा 84मा परेको छ, आत्माले बार बार दुःख धोका खाएको छ। अब यो आत्मालाई चाहिँ नि अचल अविनाशी अखण्ड अक्षरातीतको ज्ञान दिने गुरु चाहिँ नि कहाँ पाइएलान् भनेर खोजी गर्दै जाँदाखेरि संसार सबै खोजी गर्नुभयो उहाँले। अब योगीहरू, सन्यासीहरू, विद्वानहरूमा खोजी गर्दाखेरि सबैले भन्नुभयो, कसैले निराकार ब्रह्म बताए, कसैले साकार बताए, कसैले देवी नै ब्रह्म बताए, आदि शक्ति मातालाई देवी ब्रह्म बताए कसैले। तर सद्गुरुको मन मानेन, यो हुन सक्दैन, यसरी एउटै हुनुपर्छ निश्चय। कसैले के भनेर त अब यो कसको कुरा पत्याउने, कसैले कता पताउँछन्, कसैले कसैलाई भन्छन् भने यो यसरी पनि हुँदैन, यो एउटै हुनुपर्छ, निश्चित हुनुपर्छ भनेर उहाँको आत्माले चाहिँ नि खोजी गर्दै जाँदा अब आफ्ना मातापिता नि छोड्नुभयो, घर पनि छोड्नुभयो। छोडेर चाहिँ नि जुन मन्त्रीको साथमा चाहिँ नि जान्छु भन्दा मन्त्रीहरूले छोडेर जानुभयो बरियात। जुन बरियातले छोडेर गएपछि अब उहाँले त्यही पाइलो पहिल्याउँछु भन्दै जाँदा दौड गर्दै जानुभयो। उत्ताउलो एकदम स्वभावले दौडिनुभयो। दौडिँदै जाँदाखेरि हतारिएर जाँदाखेरि रात पर्यो बिचमा। अनि बिचमा रात परेपछि उहाँलाई चाहिँ नि एउटा कुनै स्वरूपले चाहिँ नि एउटा दर्शन दिन आउनुभयो। दर्शन दिनुभयो। दर्शन दिएपछि तिनै स्वरूपले चाहिँ नि दुःख पीडा, उहाँको रोग एकदम पेट दुखिरहेको थियो, सुल उठिरहेको थियो। त्यस्तो अवस्थामा ती स्वरूपले दर्शन दिएर उहाँको चाहिँ नि अङ्गमा उहाँको पाउ राखिदिएर विषेक पारिदिनु भयो। किन भन्दाखेरि ती स्वरूप हुनुहुन्थ्यो हुकुमको स्वरूप। उहाँ जुन हामीहरूलाई पनि सद्गुरुको नाम लिँदा हुकुमको स्वरूपको चाहिँ एउटा सम्झना गर्दा पनि हामीलाई पनि केही शान्ति हुन्छ। व्यथाहरू भूत प्रेतहरूले छोड्छन् भने यस्तो एउटा चाहिँ नि उहाँको कृपा भयो र त्यहाँ प्रथम दर्शन त्यसरी पाउनुभयो। अनि गएर फेरि दोस्रो दर्शन चाहिँ नि घुँघरीको प्रसाद प्राप्त गर्नुभयो। दोस्रो दर्शनमा वृष दर्शन पाउनुभयो। अनि त्यसै गरी दोस्रो दर्शन पाएर फेरि आएर तेस्रो दर्शन नौतनपुरी हलार देश जामनगरमा आएर श्रीमद् भागवत चाहिँ नि कथा श्रवण गर्नुभयो। 14 वर्षलो निष्ठाबन्ध वचन ग्रहे सारे सनन्द भन्ने हामीले सधैँ पाठ गर्छौँ। फेरि वितक साहेबमै भन्या छ, एकदम 14 वर्षलो निष्ठाबन्ध वचन ग्रहे सब सार, 40 वर्ष के उमेरमै हके दिया दिदार भनिएको छ। अनि उहाँले चाहिँ नि खोजी गर्दा 5 वर्षको उमेरदेखि खोजेर 26 वर्षको उमेरसम्म त अन्यत्र अनेक सम्प्रदायमा खोज्नुभयो। एक पछि अर्को, अर्को पछि अर्को, अर्को पछि अर्को गुरुहरू त थाप्दै गुरु फेर्दै जानुभयो। किन भन्दा जहाँसम्म चाहिँ नि आफ्नो आत्मालाई पक्का चाहिँ नि अविनाशी, अचल, अखण्ड, अक्षरातीत, अखण्ड दिव्य धामको चाहिँ नि सन्देश मिलेन तबसम्म उहाँले गुरु फेर्दै जानुभएको कुरा आउँछ। त्यसो हुँदा हामीहरूले पनि गुरु फेर्नै नहुने चाहिँ होइन, तर के भन्दाखेरि साक्षात् परब्रह्म गुरु पाइसकेपछि फेर्ने जरुरी छैन। साक्षात् परब्रह्म गुरु नपाइन्जेल फेर्नुपर्छ। गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर,
गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः भनिएको छ। अब निजानन्द स्वामीले 14 वर्ष भागवत सुनेपछि श्रीमद् भागवतबाट साक्षात् चाहिँ नि परब्रह्म गुरु प्राप्त गर्नुभएको छ। अब फलानु गुरु तिलानु गुरु भन्नै पर्दैन, गुरु साक्षात् परब्रह्म हुनुहुन्छ। आज निजानन्द स्वामीलाई दर्शन दिने साक्षात् परब्रह्म श्रीकृष्ण हुनुहुन्छ। अनि उहाँले नै भन्नुभयो कि मेरो नाम श्रीकृष्ण हो भनेर। अनि हामी अब श्रीकृष्ण भजन छोडेर अन्त जाने कि अब के गर्ने त सुन्दर साहजी? त्यसो हुँदाखेरि साक्षात् चाहिँ उहाँले मेरो नाम त श्रीकृष्ण हो भनेर सद्गुरु देवचन्द्रलाई चाहिँ नि दिनुभएको छ। पियाजी किया अति प्रसन्न तीन बेर दिए दर्शन रे। परमात्मा अति खुसी हुनुभयो उहाँको नियम र निष्ठादेखि। हामीहरू भन्छौँ निष्ठा गर्नु पर्दैन, नियम गर्नु पर्दैन, केही पनि गर्नु पर्दैन भने होइन। नियम निष्ठा नसक्दाखेरिको कुरो मनले गर्ने, सक्दाखेरि शरीरलाई पनि एउटा यो सेवामा लगाउनु पर्छ। प्रभु सेवा, एउटा समाज सेवा, दया धर्म सबै कुरो हुनुपर्दछ। अनि नियम निष्ठा सद्गुरु देवचन्द्रले जसरी गर्नुभयो त्यो हुन पर्दछ। शरीरले जबसम्म चाहिँ नि साथ दिन्छ तबसम्म शरीरलाई पनि नियममा लगाउनु पर्छ। देवचन्द्र महाराजले यसरी नियमपूर्वक चाहिँ नि 14 वर्षसम्म श्रीमद् भागवत एक दिन नछुटाइ सुन्नुभयो। ज्वरो बिरामी केही नभनिकन सुन्नुभयो। भोक प्यास कुनै नभनिकन उहाँले एक छाक पनि हल्का खाएर कथा सुन्नुभएको कुरा आउँछ। अनि कथा पनि कुन खालको कथा सुन्नु पर्यो भन्दा यस्तो एउटा चाहिँ परमात्माको चाहिँ नि परिचय प्राप्त गर्ने एउटा श्रीमद् भागवत जस्तो कथा सबैले चाहिँ नि जानेको हुँदैन। कथा भन्दाखेरि दन्ते कथा पनि हुन्छ। शरीरलाई चाहिँ नि अब चाहे नचाहेतिर लगाउने कथा हुन्छ। त्यस्तो कथाले व्यथा छोड्दैन। यो आत्मीय कथा सुन्नु पर्दछ, श्रीमद् भागवत कथा सुन्नु पर्दछ। यस्ता चाहिँ नि एउटा परमात्माका लीला रसहरू सुन्नु पर्दछ। यसरी 14 वर्ष सुनेपछि उहाँले चाहिँ नि दर्शन प्राप्त गर्नुभएको कसको हो त भन्दा पूर्ण ब्रह्म परमात्मा श्रीकृष्णको। हेर्नुहोस्, श्रीकृष्ण परमात्माले नै मेरो नाम श्रीकृष्ण हो भन्नुभएको छ। हामीले श्रीकृष्णको भक्ति बाहेक, श्रीकृष्णको नाम बाहेक अन्यत्र जाने जरुर छैन। वितकमा नि यही नै आउँछ। जुन तारतम वाणीहरू सबै परतोले नआवे एकने मुख श्रीकृष्ण कहन्त भनेर तारतम वाणीको अन्तिम चौपाइमा प्राणनाथजीले राख्नु भएको छ। जहाँ पनि अब शास्त्रहरू हेर्दाखेरि सबैमा चाहिँ नि श्रीकृष्ण नामको महिमा छ। तर कि त भन्दाखेरि कृष्ण कृष्ण सब कोही कहे पर भेद न जाने कोही, एक लीला है वैकुण्ठ का दूजा है गोलोक, तीसरा धाम अखण्ड का कहत पुराण विवेक। हो त्यो तेस्रो अखण्ड धामको चाहिँ नि लीला बुझ्नु पर्यो। कृष्ण जुन सद्गुरुलाई दर्शन दिने चाहिँ नि कृष्ण तीसरा धाम अखण्डका हो। उहाँ अखण्ड धामका श्रीकृष्ण नै आएर देवचन्द्र महाराजलाई दर्शन दिनुभयो। अनि तारतम सुनाउनु भयो। तारतम महामन्त्र हामीले यसरी नै प्राप्त गर्न पाएका, सौभाग्य पाएका छौँ। हामी अब अन्त जरुर छैन, अन्त खोज्नु पर्ने। हामीलाई देवचन्द्र महाराजले खोजिसक्नु भएको छ। त्याग तपस्या उहाँले गरिसक्नु भएको छ। हामीहरू के खोज्न सक्छौँ र हाम्रो दिल दिमागले के नै भ्याउँछ र? हाम्रो त्यस्तो छोटो बुद्धिले के गर्न सक्छ र? उहाँ महान बुद्धिका सागर महामती हुनुहुन्छ। उहाँले नै खोजेर, उहाँले नै प्राप्त गरेर, उहाँले नै निश्चय साक्षात् परब्रह्म परमात्मा श्रीकृष्णको निज नाम तारतम महामन्त्र प्राप्त गर्नुभएको छ। र अब यसै नाम चाहिँ नि जपेर, यही नामको चाहिँ नि एकदम सदुपयोग गरेर, विश्वास गरेर हामी दायाँ बायाँ लागिरहनु हुँदैन सुन्दर साथी। अब उहाँको चाहिँ नि एउटा त्याग तपस्यालाई हामीहरूले यो भक्ति गरेर, जुन निज नाम प्राप्त गरेर हामीले एकदम विश्वास गऱ्यौँ भने उहाँको ऋणबाट चुक्ता हुन्छौँ।
नत्र सद्गुरुको पनि हामीलाई ऋण लाग्ने छ। त्यसो हुँदा यति भन्दै म आज छोटो प्रसङ्गलाई चाहिँ नि यहीँ विश्राम गर्दछु। सद्गुरु महाराज की पूर्ण ब्रह्म श्री कृष्ण जय सच्चिदानन्द। पूर्ण ब्रह्म श्री कृष्ण जय सच्चिदानन्द।